अब हामी भारतमा पढ्दाखेरि पहिला है 19 70s अर्ली 80s हाम्रा भारतका मित्रहरूले हामीलाई यसरी हेर्नुहोस् माथि वा नेपाल लगे कस्तो सुन्दर कति राम्रो सो पिसफुल है यु गेट एभ्रिथिङ भनेर त्यसरी कुरा गर्छ। अनि तिब्बतमा कुरा गर्नु तिब्बतको कुरा गर्नु उत्तरी भागमा है अनि त्यति बेलासम्म प्रायः त तिब्बतको सबै सप्लाइजहरू नेपालबाट जान्थ्यो है। अन्न पानीदेखि लिएर घिउ अनि यो नयाँ बिस्कुट चकलेटहरू सबै नेपालबाट जान्थ्यो। अब अहिले आएर अहिलेको स्थितिमा हेर्नुहोस् अचम्म मलाई असाध्यै अचम्म मनमा अहिले हामी कहाँ गएर खस्या छौँ भने भारतमा हाम्रो चिनारी नेपाली भन्ने बित्तिकै कि अब यो भन्दाखेरि अलिकति अप्ठ्यारो लाग्ला तर म भनिहालौँ है कि वेश्यावृत्ति कि आतङ्कवादी भनेर यो दुईटा कुराले